बिफोर र आफ्टर हेयर कट चाहिँ साथीहरू हेर्नु त कतिको फरक भएको छ है। यो भिडियो चाहिँ फुल चाहिँ वाच गर्नु होला है साथीहरू। ल अब चाहिँ 4 नम्बरले चाहिँ अब मिलाउँदैछु। अनि 4 नम्बरले चाहिँ पहिला चाहिँ हानौँ चारैतिर। अनि उहाँ चाहिँ बेबी हेयर कट हो। उहाँको ड्याडीले चाहिँ सानै गरिदेऊ भाइ भनेको थियो, सानै गरिदेऊ भनेको थियो, त्यही भएर सानै चाहिँ गर्दैछु। यो आर्मी कट नै भनौँ न, आर्मी कट नै हो। सो पहिला चाहिँ माथि माथिको चाहिँ 4 नम्बरले चाहिँ मिलाइदिउँ। अनि 4 नम्बर भइसकेपछि अब तल तलको चाहिँ बिचको भाग चाहिँ त्यो बिचको भागले 0ले चाहिँ गरिदिने। अनि चाहिँ भिडियो चाहिँ फुल चाहिँ हेर्नु होला है। अब नयाँ साथीहरू छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला है। नयाँ साथीहरू चाहिँ सब्सक्राइब गरिदिनु ल। हेर्नु है 0ले चाहिँ अब मिलाइरहेको छु यो जुन। अनि यो 0 पनि हेर्नु है, एकछिनमा मिक्सिङ हुन्छ। 0 र 4को जुन बिचको ग्याप छ नि, त्यो ग्यापलाई चाहिँ मिक्सिङ हुन्छ। पुरै भिडियो चाहिँ फुल वाच गर्नु होला हेर। अनि कस्तो चाहिँ मिक्सिङ हुन्छ त्यो चाहिँ हेर्दै जानु होला है साथीहरू। हाम्रो चाहिँ अलि क्यामेराको क्वालिटी चाहिँ त्यतिको राम्रो चाहिँ छैन। अनि हजुरहरूले यसो सब्सक्राइब, लाइक, कमेन्ट, सेयर चाहिँ गरिदिनु होला। पछि बिस्तारै सुधार्दै जाउँला है। यो क्यामेरा क्वालिटीहरू अब मोबाइलले तानेको हो, अलिकति अँध्यारो र उज्यालो जस्तो हुन्छ, टाइम टाइममा चाहिँ भइरहेको हुन्छ क्या। सो यसो एडजस्ट चाहिँ गरिदिनु होला है, कम्प्रोमाइज चाहिँ गरिदिनु होला। अनि अब चाहिँ है तल 0 चाहिँ भयो। अब चाहिँ 1 नम्बरले चाहिँ मिक्सिङ गर्दैछु है। 1 नम्बरले चाहिँ मिक्सिङ गर्दैछु। फाइनल लुक चाहिँ हेर्नु होला है। फाइनल लुक चाहिँ हेर्नु, राम्रै छ। अनि भर्खर भर्खर यो ब्लगहरू बनाउन थालेको, त्यही भएर अलिक बोल्ने कन्फिडेन्ट पनि अलिकति भनाउन त्यतिको ऊ छैन। त्यही भएर कम्प्रोमाइज चाहिँ गर्नु होला है। अनि यो चाहिँ 1 नम्बरले अहिले मिक्सिङ चाहिँ 1 नम्बरले गरिरहेको छु साथीहरू है। 1 नम्बरले मिक्सिङ चाहिँ गरिरहेको छु। अलि अँध्यारो जस्तो देखेको छ है। अलि मिलाउनु होला है साथीहरू, कम्प्रोमाइज चाहिँ गर्नु होला। अनि यो भइसकेपछि अब चाहिँ यो 1 नम्बरले मिक्सिङ भइसकेपछि जुन हल्का फुल्का जुन दाम जस्तो देखेछ नि, त्यो दामहरू पनि अब हट्छ है। अब चाहिँ 0ले चाहिँ गर्ने है। माइनस 0 भन्ने कि माइनस भन्ने, यो चाहिँ अलि 0लाई चाहिँ माइनस बनाएको छु कि एकदम फुर्केको जस्तो हुन्छ सानो। सो हेर्नु है। अनि अब यो माइनस र 0को जुन बिचको ग्याप छ नि, त्यो पनि अब यसले नै मिल्छ है, मजाले मिल्छ। जुन दाम देखिरहेछ नि, त्यो दाम पनि मजाले हराउँछ है साथीहरू। त्यो भिडियो चाहिँ मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर चाहिँ गरिदिनु होला है साथीहरू। अब यो जुन दाम देखेछ नि, त्यो दाम चाहिँ देखाइरहेको हो कि। भिडियो चाहिँ फुल वाच गर्नु होला है, स्किप नगरिकन हेर्नु है। अनि नयाँ साथीहरू जुन हुन्छ नि, नयाँ साथी त्यो सिक्ने हेयर कटिङ सिक्नको लागि चाहिँ त्यो नयाँ साथीहरूको लागि त A1 हुन्छ है यो भिडियो त। सबै स्टेप बाई स्टेप देखाउँछु। अनि हेर्दै जस धेरै चिज बुझिन्छ क्या। अनि यो चलाउने बेलामा चाहिँ हल्का टेपरमा चलाउनु पर्छ है साथीहरू। टेपरमा चलाउँदाखेरि त्यो ग्याप जुन हुन्छ नि, ग्याप चाहिँ मजाले मिल्छ है, सजिलो तरिकाले मिल्छ। सो यो टेपरमा चाहिँ चलाउनु पर्छ है। टेपर भनेको हल्का छड्के माथि चाहिँ लानुपर्छ है। छड्के माथि लाग्यो भने चाहिँ टेपर भन्छ। टेपर भनेको हल्का उठाएर हाल्नुपर्छ है। यो चाहिँ जुन दाम देखेछ नि, त्यो पनि हेर्नु है, हेर्दा हेर्दै हराउँछ। अनि यो ल हेर्नु त, मिलाएपछि कतिको राम्रो देखेछ। ल हेर्नु त, यस्तो राम्रो देखिरहेछ। अनि यो चाहिँ फाइनल लुक चाहिँ हेर्नु होला है साथीहरू। फाइनल चाहिँ हेर्नु होला है। अहिले माइनसले चाहिँ गरिरहेको हो क्या। अनि माथिको पनि सानै गर्ने भन्नुभएको थियो उहाँको भाइको चाहिँ, ड्याडीले चाहिँ माथि पनि सानै गरिदियो भाइ भन्दै हुनुहुन्थ्यो। अनि माथिको पनि सानो नै गर्ने हो क्या।
सो अब यो जुन घाम देखेको छ नि यो घाम पनि हेर्नु है एकछिनमा हराउँछ है हल्का टेपरमा चलाउँदाखेरि घाम भने त हुँदै हुँदैन कि यस्तो राम्रो तरिकाले चाहिँ हुन्छ अनि स्टेप बाई स्टेप चाहिँ सबै हेर्दै जानु स्किप नगरिकन हेर्नु सबै हेर्दा हेर्दै थाहा हुन्छ कि यो सिक्ने साथीहरूको लागि त एकदम राम्रो हो कि यस्तो चाहिँ कसैले सम्झाएर चाहिँ भन्दैन अनि यो भिडियो चाहिँ फुल वाच गर्नु थाहा चाहिँ भइहाल्छ कि ल हेर्नु त है साथीहरू ल हेर्नु अघि दाम देखेको थिएँ दाम खोइ त हरायो नि त हो ल हेर्नु दाम हरायो त अब चाहिँ यो जुन माथिको छ नि त्यो चाहिँ हामीले त्यही पेपर भनेको त्यही अघि भनेको थिएँ नि पेपर भनेको त्यही पेपर हो कि हल्का छर्किने हाल्नुपर्छ है मैले चाहिँ त अब कैँचीभन्दा पनि मेसिनले नै सबै गर्छु अब नयाँ सिक्ने साथीहरूलाई अब मेसिनले भएन भने कैँचीले मिलाउँदा पनि हुन्छ कैँचीले नै फरक पर्दैन आखिर जसरी गरेर कटिङ चाहिँ राम्रो दिनुपर्ने हुन्छ सो मेसिनले सजिलो छ भने मेसिनले हाल्नु कटिङ चाहिँ गर्नु अब मेसिनले भएन भने कैँचीले काट्दा नि हुन्छ क्या ल हेर्नु है यो दाम साम सबै हराइसक्यो बिचमा जुन अलिअलि छ नि त्यो पनि एकछिनमा चाहिँ हराउँछ त्यो बिचमा भएको छ नि त्यो पनि अब हराउँछ सो ल हेर्नु है अब उताको चाहिँ भयो यताको चाहिँ अब यो यताको नि अब भइहाल्यो अब माथिको चाहिँ अब माथि पनि सानो गर्ने भनेको थियो अनि फेरि अहिले चाहिँ अब ठिक्कको राखिदिनु भाइ भनेर उहाँले भन्नुभएको छ अब ठिक्कको राखिदिनु भनेको छ अब ल हेर्दै जानु होला है अब हाम्रो फाइनल के अरे रिजल्ट चाहिँ आइसक्यो है साथीहरू फाइनल चाहिँ ल हेर्नु त कस्तो राम्रो भएको छ ल हेर्नु त स्लोप चाहिँ आर्मी कट नै हो साथीहरू तर अब बेबी हेयर कट भन्ने पनि हुन्छ है ल हेर्नु त हाम्रो फाइनल रिजल्ट चाहिँ यही हो ल साथीहरू भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला है लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला यस्तै यस्तै भिडियो मन पऱ्यो भने सब्सक्राइब चाहिँ गरिदिनु होला है सब्सक्राइब